Hello and welcome to TWM vlog guys. आजको vlog चाहिँ हाम्रो स्विमिङतिर खेल्ने जाने विचार छ। हामी 3 जना बाइकमा, अरु 5 जना गाडीमा। सो या तपाईहरुले हेरेर रमाइलो गर्नु होला। तपाईहरुको लागि भनेर कन्टेन्ट बनाउनको लागि हामी यस्तो गरिरहेका छौं। हामी भ्लग बनाउने अहिले हामी चाहिँ अब स्विमिङ बोटमा यसो बोटिङ गर्नको लागि एन्ड देन यसो स्विमिङ पनि गर्ने भन्ने प्लानमा हामी हिँडेका छौं। सो त्यो क्यामेरा एन्ड देन हाम्रो हिरो भाइ एन्ड देन हाम्रो Dango, अस्तिको हाम्रो पिज्जा ब्रो. You don't mind if I call him that? So yeah, we are heading to Togolam Kito. I forgot that. Alam Creek, yeah. Heading to Alam Creek. धनडोको हनै खतरा छ। GPS हेरेर कुद्नु पर्यो हैन। त्यतिमै कुद्ने त भएन। Guys, kस्तो आइरहेछ and sound कस्तो आइरहेछ let me know that in comment. बड़ा हरामी हो बेटा। ये क्या हो गया? या हाम्रो क्यामेरामा छ हाम्रो भाइ। तर केटाहरु कता गएको कुनै अर्कोले उता आउँदैछ। दाइ पो फेरि आउनु भयो। दर्शन दादा राम्रो छ गाइसहरु। कस्तो लाग्यो अस्तिको मेरो भ्लगहरु हालेको? अस्तिको भ्लगहरु कस्तो लाग्यो तपाईहरुलाई? यसो हेरेर हैन कमेन्ट गरेर भन्दिनु होला कस्तो लागिरहेछ, कस्तो भइरहेछ, के इम्प्रुभ गर्नुपर्ने केही कुराहरु छ भने चाहिँ हैन let me know that in the comments so I can improve हुन्छ नि भिडियो कसरी बनाउने के गर्ने भन्ने कुराहरु यदि तपाईहरुको सल्लाह सुझाव कमेन्ट मार्फत पाए भने I can हुन्छ नि त्यसलाई म सजेस्ट एकेबारे सच्याउने कोसिस गर्छु। Look at that Lambo. Look at this Lamborghini. Damn. Wow. I hope हामीले नि एकदिन पनि पाउँछ होला यस्तो अरे क्या। Lamboसँग फाल्नु के क्या हो? रेस हान्नु Lamboलाई रेस दिनु त कहाँ सकिन्छ? सकिँदै सक्दैन नि। Lamborghini Adventure जस्तो छ त्यो हेर्दाखेरि चाहिँ यहाँ घाँस अस्ति कस्तै साउन्ड कस्तो आउँछ यार। अस्ति पनि खासै राम्रो साउन्ड आएन छ हैन। त्यही भएर मैले टक्कसँगले म्युजिक हालेर भिडियो बनाएँ हैन। I hope you guys like that video.
हाम्रो उसको चाहिँ फेरि साउन्ड चाहिँ ठ्याक्कै बुलेटकै आउँछ नि त भटभटेको भटाटटटटट गर्छ यार के हो यार धम्रो के हो यार धम्रो यार धम्रोले कमेन्टमा भन्नु पर्यो क्या के हो यस्तो हो के बनाएको एडजस्ट भनेर के बनाएको हो के हो भनेर भन्नु पर्यो क्या धम्रोले या गाइस आज मलाई मेरो सानो ब्याग पनि गएको छैन नि त त्यही भएर मलाई पुरा मेरो वालेट चाहिँ खस्छ कि जस्तो हुँदैछ क्या साइको भइरहेको छ क्या मजाले त हुन्छ नि फ्रिली हिँड्नु पाएको छैन म हामी चाहिँ होइन अब अलमोस्ट पुग्न लाग्यो अब धम्रोले पुरा फोटो छाँदैछ म चिप्पा दिँदैछ उसको नि हालिदिनु पर्ने भएर चाहिँ क्या हाम्रो धनपुरलाई चाहिँ फेमस बनाउनुपर्छ साथीभाइहरू फेमस म ब्याग पनि पुरै बोकेर हिँडेको छ केटाले केटाहरू अघि आइपुगेको हो कि आइपुगेको छैन कि केटाहरू कहाँ छोडियो कि के भयो कि नो भन्दा तर या गाइस we're at the lake then अब तपाईँहरूलाई होइन हामी बोट गरेको and then स्विमिङ गरेको देखाउँछ हुँदैन त्यसो गर्नु यार साथीले भराएर कि भनेर पारेर यार अहिले फेरि खेदाउँछ यहाँ टिकट मात्रै दिन्छ फेरि ओ ओके गाइस हामी चाहिँ यहाँ अब बिल्डिङभित्र आइसकेका छौँ यहाँ जाँदैछौँ हाम्रो यहाँ लाइसेन्सको लागि यसो त्यो बोट कुदाउनुको लागि रिजर्भेसनको लागि सो या लेट मी सो यु गाइस कस्तो देखिन्छ है यस्तो ठाउँ छ हाम्रो केटोले गर्दैछ ऊ एउटालाई उहाँ खालि खानु मात्रै जान्छ अस्ति देखेको होला नि प्रोटिन खाने भनेर म्याकडोनल्ड खानु खोज्ने भाइ चाहिँ यही हो होइन प्रोटिन छ भन्छ म्याकडोनल्डमा ऊ हाम्रो क्या बात है सर क्या बात ये बात है ब्रो अस्तिको देख्नु भयो नि पिज्जा एक्लै बसेर खाने मान्छे चाहिँ उही हो अर्को नयाँ भाइ आएको छ यहाँनिर हाम्रो ओके गाइस हाम्रो काम चाहिँ भइसकेको छ होइन अब हामी चाहिँ बोटतर्फ लागिसकेका छौँ यु क्यान सी दिस हाम्रो केटाहरू टक्कसँगले अब लागिसकेको छ अब यहाँदेखि उता चाहिँ हामी च्याट्टासँगले बोटमा जाने हो अनि त्यहाँदेखि हाम्रो बोर्डिङ स्टार्ट हुन्छ ओके गाइस ल हेर्नु होला हाम्रो भ्यू लुक एट द्याट दिस इज अलम क्रिक लाइक मान्छेहरू खेलिरहेको छ पुरा मजाले होइन यस्तो क्लाउडी छ दिन पनि होइन राम्रो चाहिँ जे होस् राम्रो छ यो ठाउँ चाहिँ एकदम मेरो चाहिँ अमेरिकामा आएर मेरो आई थिङ्क दिस इज सेकेन्ड टाइम होला हौ मैले पहिले त गरेको छैन होइन मलाई जेस्की चाहिँ चलाउनु लास थियो अब प्राइभेट मान्छेहरूको जेस्की होला सो या हामी ओके गाइस अब हामी चाहिँ रेडी भयो अलिअलि सुनायो अब हामी रेडी टु रोल के भयो एकैछिनमा साइन गर्नु हुँदैछ छोड्दो साइन हान्दै गर न डनबर के भन्छ त यसले के भन्यो गोरेले यो गोरेले के भन भन्नु होइन होला के हो ओके गाइस अब हामी चाहिँ जानु लागेको होइन ल अगाडि बस्नुपर्छ दुईजना म अगाडि बस्छु ल मजा आयो ओ सियाला सिटबेल्ट लगाएर केटा लड्छ नि फेरि लगाएसरी हेरौँ कस्तो मजा भइरहेको छ यहाँ रमाइलो Look at that! बोटमा घुम्यो केटाहरू बोलेर आज यार
सिधै होइन गयो यही हो बोटिङ लाइसेन्स पढ्नु भएन कि त्यता छेउछेउमा नलानु नि सोरको होइन अगाडिबाट कोटाइरहेको छ राइटपट्टिबाट काट्नु नि हो ओके गाइस मजा आयो यति नै हो स्पिड घुमाउनु नि बुता ब्रिज पनि गराउनु आज कता ब्रिज पनि गराउनु बिस्तारै आरामले ए ब्रो Yo guys yo hey okay दामी मजा भइरहेछ झर्दैन दामी भइरहेछ कौन है ये लोग कहाँ से आते हैं कता राइट दामी छ उडाइदिउँ उडाइदिउँ ल भयो उडाइदिउँ त्यो यता आइरहेको त नि ओके गाइस अब हाम्रो हिरोले कुदाउँछ हिरो आरामले हिरो आरामले हिरो के हो रेकलेस ड्राइभर यो ल काले भाइहरू रेडी म काउन्ट गर्छु है ओके यु गाइस आर रेडी रेडी 1 2 3 एउटा उहाँ कहाँ गयो ल तिम्रो बाँधा न त्यहाँ बाँधा हो त्यो भाइले फ्लोट गरेन भने चाहिँ मेरो नाम नल्याउनु है त्यहाँनिर गएर पौडी खेल्नु आउँछ भाइलाई डोन्ट बिलिभ मी अलिअलि आउँछ अरे डोन्ट बिलिभ मी उहाँ धनले उहाँ सोफ हान्नु खोज्दैछ उहाँ यसपछि रह नि त यार हानु हिरोले हानु उता ल ल धन ब्रो one more time back flip Back in the front. front हान्ने ओके दामी ओके भाइ इज रेडी टु जम्प ओके रेडी कताबाट ब्याक हान्ने कि फ्रन्ट हान्ने भाइ तिमीलाई स्विमिङ खेल्न आउँदैन भन्छु तिमी चस्मा चाहिँ निकाल न अनि ए सबै हान्न आउँदैन अन्त खेल्न आउँदैन ल रेडी ओ कसको यो उता लगौ न उता लग्दैन नि रेडी 1 2 रेडी हो नि हैन भाइ 3 जम्प म्यान त्यो देऊ नि तिमीले खान्न नि हाल न जम्प कम अन म्यान यु गॉट इट ब्रो ले ओए गयो डुबो भाइ डुबो बड़ा हरामी हो बेटा Okay guys, we are done here. We are heading back to our bike. सक्यो केटाहरुमा लुगा फेर्न जाँदैछ हैन आजको लागि यति नै भयो यस्तो छ भ्यू चाहिँ दामी छ है गाइस नाइट भ्यू लाउ छोरी आउँदैछ अब हामी यहाँबाट चाहिँ टक्क घर लाग्छौँ हैन सो या गाइस
दामी छ गाडी र बाइक यहाँ छ सो अब हामी चाहिँ यहाँबाट टक्कसँगले लाग्छौँ होइन घरतिर त्यहाँदेखि उताको सर्ट चाहिँ म देखाउँछु है गाइजहरूलाई ओके गाइस अब हामी चाहिँ यहाँबाट टक्कसँगले घर लागिन्छ अब यहाँदेखिको घरसम्मको भ्यू चाहिँ देखाउँछु होइन म अब केटाहरू अब उता आफ्नो बाटो लाग्ने भन्दैछ अब हामी एउटा आफ्नो धनब्रो र म चाहिँ सँगै जान्छौँ अनि अब घरसम्मको यात्रा तपाईँहरूलाई म देखाउँछु है घरसम्मको यात्रा यहाँदेखि मैले चाहिँ अब यसरी स्विमिङ गरेको भनेको नेपालमा अब केटाकेटी हुँदाखेरि होइन 12, 13, 14, 15 वर्षसम्म गरियो त्यहाँदेखि गरिएन अनि अमेरिका आइकन पनि लाइक सिकागो भन्ने ठाउँमा बस्दाखेरि चाहिँ गइन् त लेकतिर होइन तर अब त्यो निकै वर्ष भइसकिसक्यो म भएकै अलमोस्ट लाइक 5-6 इयर्स भइसकिसकेको छ अनि अब त्यहाँदेखि खेलिएको पनि थिएन त्यहाँनिर चाहिँ अब त्यस्तो धेरै यसरी बिचबिचमा गएर होइन बोटमा गएर खेल्ने त्यस्तो चाहिँ थिएन तर अब यसो छेउछेउमै बिचमै अब अलिकति साइडमा खेल्न चाहिँ मिल्थ्यो अनि खेलिन्थ्यो तर यसरी चाहिँ खेलिँदैन थियो होइन तर अब यहाँ चाहिँ बिचमा लगाएर केटाहरूसँग गएर यस्तो अब खेल्यो अब धेरै भएर पनि धेरै पछाडि खेलेर पनि होला सायद अलिकति गाह्रो भएको मलाई चाहिँ होइन हाम्रो धनब्रोलाई चाहिँ धेरै जोस आइहाल्छ क्या जोसिहाल्ने अब जोस राति उति भए पनि अब भ्यू चाहिँ राम्रो आइरहेको छ भन्ने अपेक्षा राखेको छु मैले होइन अब कस्तो आइरहेको छ आएर न भ्यू चाहिँ कस्तो आइरहेको छ एकदम मलाई मनपर्ने ठाउँ है यो चाहिँ एकदम राम्रो मनपर्ने ठाउँ धनब्रोलाई अगाडि जानु दिउँ न भन्दा धनब्रोको फेरि अब फोटोमा खतरा खतरा छ हाम्रो लास्टै आफ्नो थालेको छ है डम 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 गरेर एकदम मजाले मजा आयो जोस Okay guys, thank you so much for watching my mini vlog. I would say that किनभने त्यस्तो लामो पनि भएन हैन तपाईहरुको अझै साथ र माया चाहिएको छ सो प्लिज सपोर्ट गरिदिनु होला माया गरिदिनु होला
तपाईँहरूको साथ अलिक धेरै चाहिएको छ मलाई किनभने बिस्तारै बिस्तारै गर्दै मेरो ब्लगहरू म अपलोड गरिरहेको छु सो आई ह्याड टु हुन्छ नि ग्रो लिटल बिट मोर सो या अहिलेसम्म साथ दिनुभयो र हेरिदिनु भएको लागि तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छु एन्ड स्वस्थ रहनु होला मस्त रहनु होला सबैको दिन शुभ रहोस् सो अब अमेरिका भने होला राति यहाँको रात पनि शुभ रहोस् ओके गुड बाई जय नेपाल